हे गाइज आज चाहिँ म मन्जिलको बाइकमा छु। मेरो बाइक घरै छ अनि आज चाहिँ उसकोमा भ्लग गरिदिउँ भनेर बिहान अब कलेजै जानला हो। कलेज त त्यहाँदेखि केटाहरू चाहिँ फेरि अति हेल्पफुल छ है। हेल्पफुल चाहिँ 1 बजनमा होइन, बिहान बिहान यस्तो चिसोमा उसको फेरि कलेजबाट घर पनि नजिकै छ क्या, धेरै टाढा पनि होइन। अनि बिहान मैले मेरो बाइक नमिल्ने भयो आउन भनेर कल गरेको थिएँ। 1 बजनमा हुन्छ भनेर आउँछ क्या फेरि केटाहरू चाहिँ। त्यही भएर तपाईँहरूको पनि साथी साथी बनाउनु नै छ भने राम्रोसँग वाइजली चुज गरेर बनाउनु, जसले हेल्प गर्छ है। फेरि अब अहिले मैले उसले बाइक दियो भनेर ऊ दिन आयो भनेर भनेको होइन। अब इभन मलाई उसको बाइक नै चाहियो भने पनि उसले मलाई दिन्छ क्या, जति दिनलाई भयो नि मतलबै गर्दैन क्या उसले। अब दिन्छ भनेर हेल्पफुल छ, राम्रो छ भनेको होइन मैले। जे होस्, अरू कुरामा पनि सपोर्ट छ है केटाहरूको। फेरि कुदाउने भनेर त्यो फेरि आँखै नहेरी कुदाउनु चाहिँ हुँदैन है। मैले पनि कुदाइरहेको छु। अब मिरर सिरर पनि छैन, आएन हो। मिरर नभएको मेरो गल्ती हो, तर मैले ठाउँ हेरेर मात्रै कुदाइरहेको छु है। फेरि कस्तो झुकिरहेको क्या, यसको पास लाइट यहाँ माथि हुन्छ नि त, मेरो त यहीँ छ। अनि कस्तो झुकिरहेको क्या, कन्फ्युजिङ बनाइदिरहेको। अब कहाँ ग्रिन लाइटमा बाटो काटिदिइरहेको, फेरि ठ्याक्कै रेड भयो हुन चाहिँ। अब ठिकै छ। छोडिदेऊ। कहाँ बिच रोडमा रोक्छ हौ, माने पर्छ झऱ्यो हो। तर बिच रोडमा थ्याच्च रोक्दिन त भएन नि। कस्तो फुल आरपिएम त्यो राम्रोसँग पटार्नै नपाएको क्या।
एकछिन मजा लिएर कुदाउँ भनेर मात्रै हो म नबोलेको है। अब त्यही नै यहाँ घर जाने बाटो आइसक्यो। अब त्यही नै आइल गो स्लो। अब यहाँबाट भित्रबाट जानुपर्छ। अब आजलाई यति नै। One is the loneliest number that you'll